के तपाईँ पहिलोपटक विदेश जाँदै हुनुहुन्छ? के पहिलोपटक एयरपोर्ट जाँदै हुनुहुन्छ? इमिग्रेसनमा के सोधिन्छ भनेर डर लागिरहेको छ। एउटा सानो गल्तीले तपाईँको फ्लाइट छुट्न सक्छ। त्यसैले आजको यो भिडियो अन्त्यसम्म हेर्नुहोस्, किनकि म तपाईँलाई घरदेखि अन्तर्राष्ट्रिय विमानस्थलमा हुने इमिग्रेसन प्रक्रिया र फ्लाइट बोर्डिङसम्मको पुरा प्रक्रिया एकदम सरल भाषामा बुझाउँदैछु। नमस्कार, स्वागत छ तपाईलाई हाम्रो च्यानलमा। आजको यो भिडियो विदेश जाने सबै नेपाली यात्रुहरूको लागि हो। चाहे तपाईँ स्टडी, वर्क, भिजिट, डिपेन्डेन्ट भिसा, पर्मानेन्ट रेसिडेन्स वा बिजनेस उद्देश्यले विदेश जाँदै हुनुहुन्छ, यो जानकारी तपाईँको लागि अत्यन्तै उपयोगी हुनेछ। एयरपोर्ट जानु अघि तयारी के गर्नुपर्छ? सबैभन्दा पहिला एयरपोर्ट जानु अघि घरमा यी कुराहरू तयारी गरौँ। अनिवार्य गर्नुपर्ने 1. पासपोर्ट कम्तीमा 6 महिना अवधि भ्यालिड हुनुपर्छ, चेक गर्ने। 2. भिसा पासपोर्ट नटाँसेको भिसा भए प्रिन्टेड कपी बोक्ने अथवा मोबाइलमा सफ्ट कपी हुनुपर्छ। 3. टिकट तपाईँ विदेश जाने उद्देश्य अनुसार के हुनुपर्छ। 4. स्टडी भिसामा हो भने अध्ययनका लागि शिक्षा मन्त्रालयबाट लिएको न अब्जेक्सन लेटर एनओसी, अध्ययन गर्न जाने हो भने कलेज युनिभर्सिटीको अफर लेटर COE र फी रिसिप्ट हुनुपर्छ। 5. वर्किङ भिसामा हो भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति गरेको जब कन्ट्र्याक्ट कम्पनी डिटेल्सहरू हुनुपर्छ। 6. भिजिट भिसामा जाँदै हुनुहुन्छ भने होटल एड्रेस र रिटर्न टिकट हुनुपर्छ। तर मित्रहरू, अहिले यो भिडियो बनाउँदाको समयमा नेपालबाट विदेश भिजिटमा जानेहरूले होटल बुकिङ र रिटर्न टिकट देखाइरहनु पर्दैन र कसैले बोलाएको भए स्पोन्सर्ड लेटर हुनुपर्छ। 7. डिपेन्डेन्ट भिसा हो भने विवाहित महिला वा पुरुषले विवाह दर्ता प्रमाणपत्र, अभिभावक वा छोराछोरीले बोलाएको भए नाता प्रमाणित प्रमाणपत्र र विदेशमा बोलाउनेको भिसा वा आइडी कार्डको फोटोकपी हुनुपर्छ। 8. कुनै पनि कार्यक्रममा जाँदै हुनुहुन्छ भने आयोजकले बोलाएको इन्भाइटेसन लेटर साथमा बोक्ने। यी सबै कागजात एउटा फाइलमा मिलाएर राख्नुहोस्। यसले इमिग्रेसनमा डिपार्चर प्रक्रियाको लागि एकदम सजिलो बनाउँछ। एयरपोर्ट इन्ट्री प्रोसेस कस्तो छ? तपाईँ आवश्यक कागजात र आफ्नो सामानको साथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुहुन्छ। विमानस्थलमा डिपार्चर टाइम भन्दा कम्तीमा 3 घण्टा अगाडि पुग्नुहोस्, किनकि कहिलेकाहीँ वैदेशिक यात्रा गर्नेको धेरै भिड हुने हुँदा बोर्डिङ पास लिन र इमिग्रेसन क्लियर गर्न ढिलो हुँदा तपाईँको प्लेन छुट्न सक्छ। सुरुको सेक्युरिटी चेक पछि टर्मिनलभित्र प्रवेश गर्न दिइन्छ। यहाँबाट तपाईँको वास्तविक यात्रा सुरु हुन्छ। अब चेक इन काउन्टर प्रोसेस के छ? अब सम्बन्धित एयरलाइन्सको चेक इन काउन्टरमा जानुहोस्। त्यहाँ तपाईँले पासपोर्ट, भिसा, टिकट देखाउनुहोस्। एयरलाइन्सको स्टाफले ब्यागेज वेट चेक गर्छ। त्यसपछि सबै कुरा मिलेमा तपाईँले बोर्डिङ पास पाउनुहुन्छ। ह्यान्ड क्यारीमा के राख्ने? विशेष गरी इमिग्रेसनमा देखाउनु पर्ने लगायत महत्त्वपूर्ण कागजात, मोबाइल, पावर ब्याङ्क, ल्यापटप जस्ता कुराहरू राख्नुहोस्। नेपाल इमिग्रेसन प्रोसेस के छ? अब आउँछ सबैभन्दा महत्त्वपूर्ण चरण, नेपाल इमिग्रेसन अर्थात् अध्यागमन प्रक्रिया। बोर्डिङ पास प्राप्त गरेपछि इमिग्रेसनमा जाने, भिड भए लाइनमा आफ्नो पालो कुर्ने। इमिग्रेसन डेस्कमा पुगेपछि इमिग्रेसन अफिसरले तपाईँलाई भ्रमणको उद्देश्य अनुसारको केही प्रश्नहरू सोध्न सक्छ, जस्तै तपाईँ कहाँ जानुहुन्छ, किन जानुहुन्छ, कति समय बस्नुहुन्छ, स्टडी हो भने कुन युनिभर्सिटी जाँदै हुनुहुन्छ, कुन विषय अध्ययन गर्न जाँदै हुनुहुन्छ, एनओसी छ भन्ने जस्ता प्रश्नहरू सोधिन्छ। वर्किङ भिसामा हो भने कुन देश जाँदै हुनुहुन्छ, कुन कम्पनीमा जाँदै हुनुहुन्छ, के काममा र श्रम स्वीकृति गर्नुभएको छ कि छैन। अब तपाईँले उत्तर कसरी दिने त? इमिग्रेसन डेस्कमा एकदम शान्त भएर आत्मविश्वासको साथ सिधा र सत्य कुरा बताउनुहोस्। झुटो बोल्दै नबोल्नुहोस्, अनावश्यक धेरै कुरा नगर्नुहोस्। यदि सबै कागजात ठिक छन् भने पासपोर्टमा डिपार्चर स्ट्याम्प लाग्छ
र जानका लागि डिपार्चर गेट खुल्छ। यसको अर्थ तपाईले नेपाल इमिग्रेसन पास गर्नुभयो। अब सबैले गर्ने कमन मिस्टेक्स के गर्छन् त? धेरै यात्रुहरू यही गल्ती गर्छन्। मित्रहरू, आफ्नो कागजात अधुरो हुनु, जस्तै वर्किङ भिसा हुनेले श्रम स्वीकृति नगर्नु, स्टडीमा जानेले एनओसी नगर्नु, त्यसै भिसा पर्पज स्पष्ट नहुनु, नर्भस भएर उत्तर नदिनु, नक्कली डकुमेन्ट प्रयोग गर्नु, सत्य कुरा नभन्नु, यस्ता गल्तीहरू तपाईले गर्दै नगर्नुहोस्। सेक्युरिटी चेक र बोर्डिङ प्रक्रिया के छ? इमिग्रेसन क्लियर भएपछि सेक्युरिटी चेक हुन्छ। आफ्नो वालेट, बेल्ट, वाच, मेटल आइटम्स, जुत्ता खोलेर ट्रेमा राख्नुहोस्। ह्यान्ड क्यारी ब्याग लगायत सबै सामानहरू एक्सरे मेसिनमा राख्नुहोस्। त्यसपछि ह्युमन बडी स्क्यानर हुँदै सेक्युरिटी पास हुनुहोस् र त्यसपछि बोर्डिङ गेट जानुहोस्, वेटिङ रुममा बस्नुहोस्। डिपार्चर टाइम भएपछि फ्लाइट बोर्डिङको लागि फाइनल कल हुन्छ। विदेशकै एराइभल इमिग्रेसनमा के हुन्छ? विदेश पुगेपछि पनि त्यहाँ एराइभल इमिग्रेसन हुन्छ। त्यहाँ पासपोर्ट, भिसा, एड्रेस डिटेल्सहरू देखाउनु पर्छ। त्यहाँ पनि नियम एउटै हो, शान्त रहनुहोस्, सत्य बोल्नुहोस्, मागेको आवश्यक कागजातहरू देखाउनुहोस्। यात्रीको लागि गोल्डन टिप्स। अन्तमा सबै यात्रीको लागि गोल्डन टिप्स। सही तयारी गरे नेपाल इमिग्रेसन कुनै समस्या होइन। तपाईँ हामीलाई नै सहयोग गर्न बसेको नेपाल सरकारको सरकारी अधिकृतहरू हुन्। यात्रा डर होइन, यात्रा एउटा सुनौलो अवसर हो। आत्मविश्वासको साथ आफ्नो सपनातर्फ उड्नुहोस्। यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक गर्नुहोस्, कमेन्टमा लेख्नुहोस् तपाईँ कुन देश जाँदै हुनुहुन्छ। यो भिडियो विदेश जाने साथीहरूसँग सेयर गर्नुहोस्, उनीहरूलाई पनि काम लाग्न सक्छ। र यस्तै प्र्याक्टिकल जानकारीका लागि च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। धन्यवाद।